दर्शक महानुभावहरू, के तपाईँले यस्ता अचम्मको देश वा ठाउँको विशेषता जान्नुभएको छ जो पैदल हिँडेर 1.5 घन्टामा देश नै पार गर्न सकिन्छ? के तपाईँले एउटा यस्तो देश सुन्नुभएको छ जुन देशको जनसङ्ख्या केवल 800 जना मात्र रहेका छन्? हो, आज हामी यी 5 देशहरूको बारेमा बुझ्ने प्रयास गर्नेछौँ। आदरणीय दर्शक महानुभावहरू, नमस्कार। तपाईँको आफ्नै च्यानल विश्व रोचक ज्ञानमा स्वागत छ। यस च्यानल मार्फत हामीले नयाँ ताजा रोचक विज्ञान, अन्तरिक्ष र हाम्रो पृथ्वीसँग सम्बन्धित अन्य धेरै रहस्यहरूको बारेमा जानकारीहरू सहित ती रहस्यहरूको पर्दा खोल्ने प्रयास गर्छौँ। आज पनि यस्तै रोचक विषयवस्तुको साथमा उपस्थित भएका छौँ। आजको भिडियो विशेष रहेको छ, अन्तिमसम्म हेरेर बुझ्ने प्रयास गर्नुहोला। विश्वमा धेरै अनौठा देशहरू छन् जसले आफ्नो विशेष भौगोलिक, सांस्कृतिक, राजनीतिक वा ऐतिहासिक कारणले अरूभन्दा फरक पहिचान बनाएका छन्। यहाँ केही रोचक र अनौठा देशहरूको बारेमा छोटकरीमा उल्लेख गर्नेछौँ। थप जानकारीको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। आउनुहोस् सुरु गरौँ आजको विषय। नम्बर 1 मा रहेको छ भ्याटिकन सिटी। भ्याटिकन सिटी एउटा यस्तो देश हो जो विश्वको सबैभन्दा सानो र स्वतन्त्र देश भनेर चिनिन्छ, जसको क्षेत्रफल 0.49 वर्ग किलोमिटर मात्र छ, जो हाम्रो टोल छिमेक भन्दा पनि सानो रहेको छ। यो इटालीको राजधानी रोमको बीचमा अवस्थित छ। भ्याटिकन सिटीको राजधानी स्वयं भ्याटिकन सिटी नै हो। यहाँको जनसङ्ख्या लगभग 800 जना मात्रै रहेको छ। विश्वकै सबैभन्दा कम जनसङ्ख्या भएको देश भनेर चिनिन्छ। यसको मुद्रा युरो चल्ने गर्दछ। नम्बर 2 मा रहेको छ नाउरू। नाउरू प्रशान्त महासागरमा अवस्थित एक सानो टापु राष्ट्र हो। यसको राजधानी नाउरूमा भनेर चिनिन्छ, तर आधिकारिक राजधानी चाहिँ छैन। नाउरूको क्षेत्रफल जम्मा 21 वर्ग किलोमिटर रहेको छ। यो विश्वकै सबैभन्दा सानो स्वतन्त्र गणराज्य भनेर चिनिन्छ। यहाँको जनसङ्ख्या करिब 12,000 जना जनसङ्ख्या रहेका छन्। त्यस्तै गरी नम्बर 3 मा रहेको छ लिक्टेनस्टाइन। लिक्टेनस्टाइन मध्य युरोपमा रहेको एक सानो तर सम्पन्न देश हो। यो स्विजरल्यान्ड र अस्ट्रियाको बीचमा रहेको छ। यो देश निकै शान्त, सुन्दर र आर्थिक रूपमा सम्पन्न छ। विश्वकै सबैभन्दा कम अपराध हुने देश पनि भनेर चिनिन्छ। लिक्टेनस्टाइनको जनसङ्ख्या करिब 40,000 रहेको छ। यहाँको भाषा जर्मनी चल्ने गर्दछ र यसको कुल क्षेत्रफल 160 वर्ग किलोमिटर रहेको छ। लिक्टेनस्टाइनको शासन प्रणाली संवैधानिक राजतन्त्र हो। यहाँका राजा हंस आदम द्वितीय हुन् भने प्रधानमन्त्री डेनियल रिस रहेका छन्। त्यसै गरी 4 नम्बरमा रहेको छ टुवालु। टुवालु दक्षिण प्रशान्त महासागरमा अवस्थित एक सानो द्वीपीय राष्ट्र हो। यो विश्वका सबैभन्दा साना र कम जनसङ्ख्या भएका देशहरूमध्ये एक हो। टुवालुको राजधानी फुनाफुटीमा पर्ने गर्दछ। यसको क्षेत्रफल 26 वर्ग किलोमिटर रहेको छ भने यहाँको जनसङ्ख्या करिब 11,000 जना रहेका छन्। त्यसै गरी नम्बर 5 मा रहेको छ मोल्दोभा। युरोपकै सबैभन्दा गरिब देशहरूमध्ये एक हो। मोल्दोभाको बारेमा भन्नुपर्दा मोल्दोभा पूर्वी युरोपमा अवस्थित एउटा सानो देश हो। यसको आधिकारिक नाम रिपब्लिक अफ मोल्दोभा हो भने यो देशको उत्तर, पूर्व र दक्षिणतर्फ युक्रेन पर्दछ तथा पश्चिममा रोमानियासँग सिमाना जोडिएको छ। यसको राजधानी चिसिनाउ भन्ने सहरमा पर्दछ भने यहाँको भाषा रोमानियाली र अङ्ग्रेजी भाषा बोल्ने गरिन्छ। मोल्दोभाको जनसङ्ख्या लगभग 2.5 मिलियन जनसङ्ख्या रहेको छ। यसको क्षेत्रफल 33,846 वर्ग किलोमिटर रहेको छ। यहाँको सरकार प्रणाली संसदीय गणतन्त्र राज्य हो। मोल्दोभाको अर्थतन्त्र कृषि प्रधान देश। यसका प्रमुख उत्पादनहरूमा दाग, वाइन, फलफुल तथा अन्न पर्दछन्। आदरणीय महानुभावहरू, यी 5 सबैभन्दा साना देशहरूको बारेमा हामीले छोटकरीमा जान्ने कोसिस गर्यौँ। तपाईँहरू के कति बुझ्नुभयो? लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।